हेलो गाइसहरू, आज मैले धेरै पछि भिडियो बनाउँदैछु आफ्नो बगैँचाको है। आज चाहिँ अगस्त 3 तारिक 18 गते साउन महिना भइसक्यो है। यस्तो पानी परेको छ लान कति पानी परेको यसरी राखेको छु। पानी पनि थापिरहेको छु। यो चाहिँ यहाँभित्र यो इन्डोरहरूलाई हाल्न लागि यस्तो पानी परेर कति गाह्रो होइन। जिरेनियमहरू जोगाउन कति गाह्रो हुन्छ नि। यस्तो काट्न ठाउँमा राखेको छु। यो ह्याङ्गिङ जिरेनियमहरू हो। कति फुलेको नि क्युटी क्याक्टस। यो मेरो लिथप होइन, चराले खाइदिएर आम्म यस्तो हुन्छ कि। यो मेरो चाहिँ टेरी गार्डन है। यस्तो दामी छ है। हेर्नुहोस्, बुद्ध भगवान छुटिरहनु भएको छ। अनि मेरो प्लान्टहरू चाहिँ के छ नि, धेरै छ छन चाहिँ, तर के छ है। ल्याउनु यो क्याक्टसहरू, यो बेन क्याक्टस मरेर चाहिँ यहाँ सारेको यसरी मजाले भएछ। अनि यो हड्डीजोड ब्रह्मकमलहरू है। यो चाहिँ पिङ्कमा हो कि, पिङ्क पनि 2 टाइप्स भेराइटीहरूमा छ। अनि मेरो रियर स्नेक प्लान्ट मैले डिभाइड गरेँ। यस्तो राम्रो छ है। यो मेरो फिलोडेन्ड्रनको हो, ठुलो पत्तेवाला क्या। अनि स्नेक प्लान्ट यो सिलिन्डरिका के भन्छ मनी प्लान्ट। यो चाहिँ गोल्डनवाला है, पोथोस नर्मल होइन है। यस्तो छ है। यो मेरो फेभरेट यो चाहिँ हेर्नु न, यस्तो छ पानी परेर। अनि यहाँ मेरो स्नेक प्लान्टको सेक्सन हो। स्नेक प्लान्टहरू यसरी राखिरहेको छु। यस्तो मनपर्छ स्नेक प्लान्ट है। आई हेभ सो मेनी टाइप्स अफ स्नेक प्लान्ट्स रे। क्युटी पाएँ है। नामहरू त धेरै फरक हुन्छ है। मसँग 32-33वटा भेराइटी थियो है। अहिले 2टा भेराइटी त गयो। यो छुट्टै यो मेरो सिङ्गोनियम होइन, यो ट्राई कलर होला सायद। यो बर्ड नेस्ट होइन, के भन्छ, कस्तो भन्नै आएन क्या तरिका। यो मेरो ब्ल्याकमा है। अनि त्यसपछि यो बुद्धसलाई, यस्तो मान्छेहरूले बुद्धसको चाहिँ खास गरेर राख्नुहुन्न क्या। यसलाई कलर पनि राखेन, यस्तो राम्रो देखाएको छ है। मेरो यो हबर्थिया ग्यास्टेरिया समथिङ। अनि यो मेरो भेरिगेटेडवाला है, ठुलो छ। अनि मेरो क्याक्टसहरू यो पनि मेरो क्याक्टस, यो पनि भेरिगेटेडमा हो है। अनि यो डेजर्ट रोज के यिनीहरू छ नि, यिनीहरू चाहिँ अलिअलि छ। जुन चाहिँ अहिलेसम्म मेरो मरेको छैन है। हेर्नुहोस्, यो पनि अर्कै भेराइटीको है। यो मेरो रेयरमा होलफिन है। अनि यो चाहिँ होलफिन वाइटमा, होलफिन अर्को त नर्मल भइगयो। यो पनि रेयरै हो। यो चाहिँ मुनसाइन होइन कि, मुनसाइन पनि के अर्कै भन्छ नाम। यसको बिचमा डट हुन्छ कि, यस्तो हुन्छ। ए लाइट नपुगेर हो है। अनि त्यसपछि गएर गाइजहरू, यो मेरो बिउ होइन, चुकन्दरको बिउ राखेको। यस्तो चराचुरुङ्गीले कता फालिदिन्छ। यो मेरो मनी प्लान्ट। ओ माई गड, हेर्नु कति ठुलो छ है पात, कति ठुलो छ। स्नेक प्लान्ट यो पनि। यो त फुलेर पनि सुकिसकेको छ है। यस्तो छ है। यो मेरो एरिका पाम नर्सरीबाट ल्याएको, सारेको छैन, यति ठुलो छ कि। अनि यता हेर्नु, यो एरेलिया होइन, अहिले ल्याऊ, पहिले ल्याएको, अहिलेसम्म गरेको छैन। अनि यता पनि छ मेरो सक्लेन्टको भेराइटी। पानी परिरहेको छ है, धेरै खिच्दिनँ ल, अलिअलि मात्रै खिच्छु। सक्कुलेन्टहरू छ यसमा पुरै पानी यसमा चाहिँ पानी आउँदैन। पानीबाट जोगाउनलाई यस्तो राख्दैछु। पिनालुको पातहरू पनि फलिरहेको छ, खानु भएको छ नि। घर। अनि यो रजनीगन्धा छ नि, रजनीगन्धा हो यो, लोकल रहेछ क्या। बल्ल फुले। लोकल भने मतलब सिङ्गल भेराइटीको। मेरो टोपियारीहरू सेरामिकको भाँडाहरूमा
कुनै कुनै चुकेका छन् है यसमा चुकेको यो 1 2 3 टा चाहिँ त्यस चुकेका भाँडा फुटेका भाँडा अलिअलि गरेको के फरक पर्दैन यस्तो पानी धेरै पर्नु हुँदैन है यिनीहरूलाई कस्तो दामी छ है इस माउ यहाँ त झन् भद्रको चाहिँ तरकारीहरू छ सबै ओहो ओहो अनारहरू फलिरहेको छ त्यहाँ यहाँ अनार फलिरहेको छ यस्तो पो छ त खम्बर्जिया अम्बा होइन कति फलिरहेको छ हाइड्रेन्जा होइन त्यो हाइड्रेन्जाको चाहिँ पिङ्क कलरलाई पर्पल आउनलाई चाहिँ ठ्याक्क किलाको पानी हुन्छ नि हो त्यस्तो राख्नुपर्ने चाहिँ गाइजहरू यो मेरो भेरिगेटेड उसमा है क्याला लिली सायद यो हेर्नु ल के होला यो ल भन्नु इन्सुलेन्स प्लान्ट हो यो सबै बिउ बनाइरहेको छ यता 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 भद्रकोले सबै बिरुवाहरू बनाइरहेको छ ओ माई गड लालपाती पनि सारिरहेको छ लालपाती सार्ने बेला हो मेरो बरपिपलहरू यस्तो 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 छ यता पनि टोपियारी छ है यता पनि मेरो कुनै त मर्दैछ बिचराहरू यस्तो छ अनि यता छ मेरो खतरा खतरा प्लान्टहरू चाहिँ यता छ यो मेरो रेयर प्लान्टहरू हो थाइगन्सले अनि त्यसपछि गएर यो मैले कटिङ गरेको है यो चाहिँ 55 सयमा किनेको यो कटिङ गरेको छु तर भेरिगेसन आउँदैछ कि आउँदैछैन अनि त्यसपछि यो एल्बो चाहिँ यहाँ मर्नै लगाइरहेको छ त्यो एल्बो चाहिँ यहाँ काटेको कि त्यो काट्दाखेरि यस्तो पो आयो कि हरियो हो अर्को त सेतो पातोवाला त आउनै सकेको छैन यहाँ अनि त्यहाँबाट त योहरू चाहिँ यो सिङ्गोनियम हो यो पनि सिङ्गोनियम हो है यो कलरको अनि हाम्रो यस्तो यस्तो छ यो मेरो सिङ्गोनियम हो यो मेरो पनि कटिङ गरेको किनभने मर्न लागेर चाहिँ कटिङ धेरै बनाउँछु यो पनि अनि यस्तो छ यो चाहिँ मेरो फेभरेट मलाई मनपर्ने यो दुईटा कलरको छ तिनटामा छ अर्को चाहिँ कता पो छ हेर्नुपर्छ है नाम त मलाई पनि कति बिर्सिन्छ हेर्नेर यस्तो यस्तो छ अनि मुसाले मेरो रेयर प्लान्ट क्यालाथिया र अनि यत्रो विधि काटेछ मुसाले यो दुइटै काटेर दुई झुरुक्कै बनाइदिएछ ल अनि कम त टेन्सन हो यो सबै मुसाले काटेको है अनि यिनीहरू दुइटा चाहिँ सारेकै छन् यो मलाई मनपर्ने हो यस्तो छ है अलिअलि मात्रै देखाइ पानी परेर है अब यता पनि छ मोन्स्टेरा एल्बो हो यो भेरिगेसनै आएन है यति ठुलो बोट छ अझै लालपातीहरू त्यस्तो त्यस्तो छ ल हेर्नुहोस् ह्याप्पी गार्डनिङ अब ह्याप्पी रेनिङ डे भन्नु लाग्छ है मेरो यस्तो छ है यो मेरो मर्न लागिरहेछ यो चाहिँ मैले बोनसाइड नै हो क्या टाइप यहाँ छट्ट जरा यो जरा हो है फेरि यहाँबाट तलको चाहिँ काट्दै है जरामा टेक्नु भएको छ उहाँ बोनसाई सप्लेराको है यस्तो छ यो मेरो मरेर होइन यहाँ च्याक्क गाड्दै थिएँ बिगोनिया एउटा यस्तो छ अब अन्त साह्रै पनि मर्ला भनेर सबै मर्ने जति यहाँको गाड्दा चाहिँ सबै हुँदिरहेको छ यो चाहिँ यो के भन्छ जिरेनियमहरू यो लोकल हाइब्रिड सबै चाहिँ त्यस्तो भयो बिजोक पानी कति हेर्नु अन्नमा पानी पर्दैन यता त्यस्तो छ यो ह्याङ्गिङ पनि यस्तो छ यो कति ह्याङ्गिङहरू चाहिँ बाहिर पठाइदिँदैछु ह्याप्पी गार्डनिङ लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् अहिले बोट बिरुवाहरू रोप्ने बेला हो टन्न रोप्नुहोस् कटिङ रोप्नुहोस् है कटिङहरू धेरै बनाउनुहोस् अहिले धन्यवाद लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस्